यो हो गोर्खा जिल्लाको ओलाङ आधारभूत विद्यालयमा आज हामी विद्यालय अनुभव यहाँ आएका थियौँ। यहाँबाट तपाईँले देख्नुभएको छ यो पारी लमजुङमा यहाँ एउटा बस्ती छ, यहाँ पनि एउटा बस्ती, पछि पर यता एउटा बस्ती छ, त्यसपछि त्यहाँ तल ठुलो बस्ती छ, यता हामीले देख्न सक्छौँ यहाँ ठुलो बस्ती छ। यो चाहिँ गोर्खा जिल्लाको यो अन्तिममा आइपुगेको छ हामी, यो लमजुङको सिमानामा यो ओलाङ गाउँ रहेछ। माथि यस्तो छ, यहाँबाट उता चाहिँ अब बस्ती छैन है, बारीभर यस्तोको साग चाहिँ देख्न सक्नुहुन्छ। अनि मकै चाहिँ यतिको फुलिरहेको छ। धन्यवाद सबैजनालाई, धेरै धेरै धन्यवाद। ठाउँ चाहिँ अलिक चिसो चिसो रहेछ, सबैलाई धेरै धेरै धन्यवाद। अब हामी स्कुल जान्छौँ, स्कुलमा भएको गतिविधि हेरेर हामी फर्कन्छौँ। सबैजनालाई धेरै धेरै नमस्कार। भिडियो मन पराउनु भएमा लाइक गर्न नबिर्सिनु होला। भाइरल रोड गोर्खाको पर्यटकीय नगरी हचेक बजारबाट फर्काँदै गर्दा भाइरल रोड वरिपरिका दृश्यहरू हेर्दा सैनपुर गाउँ हो, जुन सिराङचोक नगरपालिका लागिसकिएको छ। यो असाध्यै राम्रो प्रकृतिक हिसाबले मनोरम सुन्दर वातावरण रहेको एउटा गाउँ छ। यो रोडमा हामी दुई भाइहरू शैक्षिक जगतमा परिवर्तन गर्नुपर्छ भन्ने लक्ष्य बोकेर हामी भोग सर र म फर्किँदैछौँ। साथीहरू यो यहाँको दृश्य हल्का पानी परेको छ। यति बेला हामी यो ठाउँमा आफ्नो यात्रामा यात्रिँदैछौँ। धारापानी भन्ने ठाउँमा हामी आइपुगेका छौँ। यो ठाउँ असाध्यै सुन्दर मनमोहक देख्न सकिन्छ, जहाँ हरेक घर घरमा झन्डाहरू देख्न सकिन्छ, जसले गर्दा पनि यहाँ बौद्ध मार्गीहरूको बाहुल्यता रहेको कुरा प्रष्ट हुन्छ। सर नमस्कार। यति बेला हामी हाँसबहादुर सरको घर अगाडिबाट आउँदैछौँ। सरसँग हामी सामान्य हाई हेलो मात्रै गरेर अगाडि बढिरहेका छौँ। साँगुरो बाटोमा हामी हाम्रो यात्रा गर्दैछौँ। बाटो साँगुरो भए पनि, सदरमुकामबाट टाढा भए पनि गाडीको फ्लो भइ नै रहन्छ। पिच बाटो छ। अहिले भर्खरै यति धेरै मालवाहक गाडीहरू देख्न सक्छौँ, आइरहेका छन्।